चर्चित गायिका ज्योति मगरमाथि चाहिँ ढुङ्गामुढा प्रहार भएको भनी चाहिँ यतिखेर पनि समय सञ्जालमा एउटा भिडियो निकै भाइरल बनिरहेको छ। तर त्यो भिडियो पनि झुटो रहेको खुलेको छ साथीहरू। कपिलवस्तुको चन्द्रवटा महोत्सवमा चाहिँ चर्चित ऱ्यापर जीवबले चाहिँ आफ्नो प्रस्तुति दिँदै गर्दाखेरि चाहिँ बिचैमा चाहिँ स्पिकरमा खराबी आएपछि चाहिँ आयोजकले उक्त जीवको प्रस्तुति चाहिँ त्यही रोकेको थियो। त्यसले गर्दाखेरि चाहिँ त्यहाँ जीवको प्रस्तुति हेर्न आउने दर्शकले चाहिँ असन्तुष्ट जनाउँदै चाहिँ आयोजकमाथि चाहिँ एउटा ढुङ्गामुढा प्रहार गरेका थिए। त्यही भिडियोले यतिखेर भने चाहिँ ज्योति मगरमाथि चाहिँ ढुङ्गामुढा प्रहार भएको भनेर चाहिँ यतिखेर गलत तरिकाले प्रचार गरिरहेको छ साथीहरू।